Welcome to DBS vlog, guys. तारा दाइ चाहिँ लाइनमा छ टिकट दर्दै काटेर दाइ आइसक्यो इन्ट्री फर्स्ट दिन धरामा इन्ट्री बाहुबली 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 इन्ट्रीमा हान्ने टक्कमा यहाँ पनि छ टिकट दुइटा अरे ट्याक्सी बड्डी गाइस धराला कति तले हो यो एक तले दुई तले 3 4 5 6 7 8 9 9 9 18 20 तले हो अरे भित्र डबल छ अरे धरा भित्र कस्तो फोर वे यहाँ रमाइलो छ फेरि एकदम दामी ए टुप्पोमा हाने अब आउँछ यहाँ भित्र के छ त चाहिँ सपनै छैन क्या यस्तो लाइन यहाँ छ फेरि दाइसँग टाइमै छैन गइजानेमा पुरानो चाहिँ पछाडि छ अरे यो चाहिँ पुरानो गाइस हेर आउने होला यो माथि कति टाढो ठ्याक्क सबैभन्दा लास्ट हामी थियौँ गाइस तर हामीले पछाडि फर्केर हेरेकै थिएन के यसो झट्ट पछाडि फर्केर हेर्दा त यहाँ त पुरा एक सेकेन्डमा कति हो हामी त उता घुमेर पछि लागौँ कि भन्ने प्लान गरेको थियौँ यहाँ त यस्तो लाइन बढिसकेछ अब त्यहाँ चाहिँ अब लिफ्टमा जानलाई चाहिँ लाइन छ गरे भित्र जानलाई चाहिँ लाइन छैन गरे ल हामी टक्क जाँदैछु भित्र जाने हो के लिफ्टमा जाने छैन 2-3 तलामा चढेकै छैन थकाइ लागिसक्यो ओहो हामी चाहिँ यो खोपबाट हेर्दैछौँ गाइस यो चाहिँ पुरानो धरारा हो रे कति तलामा हो 3 तलामा पुगे जस्तो छौँ गाइस हामी माथि जान्छौँ लेफ्ट 8 आमा हेर्दा डर लाग्छ यस्तो लाइन छ ओहो फ्लोर्समा पुग्यो यो 9 फ्लोरसम्म मात्रै बाहिरबाट देखिने मात्रै हो क्या तर यो धेरै छ देखिँदाखेरि मात्रै 9 फ्लोरसम्म मात्रै देखिन्छ तर ठ्याक्कै त्यसको डबल छ क्या एउटा फ्लोर्समा 2टा कोठा छन् दाइ चाहिँ यहाँ छन् दाइ सकिरहेको भर्खर 17 अब 19 फ्लोर्समा पुग्यौँ तपाईँलाई लिफ्टमा चाहिँ यस्तो भिड छ क्या पुरै छ 20 फ्लोर्समा चाहिँ रहेछ हो हामी चाहिँ धराको टपमा सोचेको थिएन धरा चर्चको भनेर ओ यो टपमा छ म त त्यो टपमा एकदम डरलाग्दो बलियो रहेछ एकदम डरलाग्दो हेर्नुहोस् गाइस क्या कपालमा पुरै काठमाडौँ देखिने रहेछ हो पुरै भ्यू देखिने रहेछ दाइ क्या हेर्नु लाग्छ यो त फेरि जहाँ छोरा टिप्नु होइन त्यो टाँसिन गएको कि डर लाग्दैन यदि आइदिएको हेर्नु बिचबाट बिच पुग्दै मर्ला मान्छे है आर्मीहरूको के हो यो हात त्रिशुल बनाएर पो बसेको छन् आर्मीहरू क्रिकेट गेम स्याम पुरै खेल्छन् यहाँ चाहिँ आर्मीहरू छन् फोटो खिच्ने पनि पोज दिँदैछ क्यामराम्यान यहाँ केटोले पोज दिँदैछ फोनमा हिरो आउँदै
हिरो छ एउटा फोटो चाहिँ खिच्यो खिच्ने भने त एउटा फोटो चाहिँ खिच्यो अब कस्तो एउटा आएन फोटो चाहिँ खिच्यो एउटा फर्स्ट टाइम फोटो फर्स्ट टाइम क्यामेरादेखि फोटो खिच्यो के रे भाइ तपाईँ 20 रुपियाँ एउटा फोटोको हाम्रो हिरोनी जस्तै छोरी हर हाम्रो हिरोनी जस्तै छोरी हर राम्रै केटीले फोटो खिचेर कति राम्रै हुन्छ म चाहिँ दिदी भन्छु दिदी हुन् दिदी नारी नारी जति सब मेरो दिदी नारी मेरो दिदी फोटो खिच्यो फर्स्ट टाइम क्यामेराबाट फोटो खिच्यो फेरि म त सब्सक्राइब खोज्दै हिँड्दैछु सब्सक्राइब खोज्दै हिँड्ने हो म त पाउँछु म भत्केला काय माको मरेला काय कतै स्टुडियम रहेछ के हो यो बास्केटबल खेल्ने होला रहेछ कम्पे बनाउँदा के बनाउँदा यो मसिन लाग्यो त दर्शक रङ्ग सलाकाई हेलो 20 तलामा छ हामी अब हामी 20 तलाबाट तल झर्दैछौँ यहाँ पुरा टिकटकर रहेछ उता टिकटकर छन् यहाँ हामी भलो गर्छौँ यहाँ छोराटी छन् यहाँ आन्टी छन् यहाँ डम्बर छ यहाँ दाई छन् अब हामी हिँडेको बाहिर भित्रबाट तल झर्दैछौँ तर नेपालीहरूको एक नराम्रो बानी देखेँ क्या मैले जहाँ पनि हो यहाँ क्यामेरा कहाँ छ क्यामेरा अर्कै ठाउँ होला यहाँ नेपालीहरूले थक्क थक्क मेगा खाएर थुक्यान् तिनकी सासुवा पोइ तिनकी सासुवा पोइ भन्ने मन लाग्दैछ गाइस मलाई तर म भन्दिनँ यस्तो चाहिँ नगर्नु होला कि यस्तो गर्नुहुन्न यस गोलो झेल टाउको नछिराउनु भने चाहिँ नापा चाहिँ छिराएन यसो रहेछ गाइस टक्क पारामा प्राय फेरियो ए बाउजू बाउजू क्या बोले बाउजू बाउजू सबैभन्दा पहिलाको पुरानो धरहरा हो रे यहाँ चाहिँ यस्तो छ होइन अब हामी चाहिँ जानु लाग्यो यहाँ पनि घुमियो थोरै बसियो थोरै लाग्यो टक्क दाइ चाहिँ जान्छन् म चाहिँ रुमतिर लाग्छ ल दाइ पनि गएछ आफ्नो क्याम्पतिर लागेछ हामी पनि हाम्रो रुमतिर लाग्नुपर्छ तँ फेरि कमान्डर हो भाइ कतेर हो तिमी आएछ सिङसिङको 3 दिनै मोज गऱ्यौँ ढोक्सी डान्समा 3 दिनको छुट्टीमा आएको थियो ती ठाउँ घुमायो कि ती ठाउँ घुमायो यस्तो रमाइलो गरायो मजा टक्क टोपी सोपी बब्बाल किनियो अब यहाँनिर पुल छ म चाहिँ पुलतिर लागेँ रुमतिर पनि पुग्यो तर सन्डे सुन्दर घुमियो सन्डे बुलुका सुवा किन्यो भोलि जाँदैछ सन्दीप र अब चाहिँ मलाई भलकले यहीँ इन गर्छौँ लाइक हुन्छ सब गरिदिनु बाई बाई